पहिलो कार्यक्रम हो तातो बहस एक्सन। अन्तर्वार्तामा गए पनि राजेन्द्र बानिया कहाँ जाँदा चाहिँ तिमीलाई अलिक गाह्रो हुन्छ भने, तर हामी जसरी सुरु गरिरहेका छौँ गाह्रो भइरहेछ छैन। त्यस कारणले हामी त्यसरी नै सम्वाद गरौँला, हुन्छ? A few moments later. फलोवर्स टन्नै जम्मा गरेर भ्युजको लागि बस्नेहरू हुनुहुन्छ नि, उहाँहरूको त नुन तेल नै भ्युजले नै घर चल्छ कि भन्ने पनि मलाई भइसक्यो। त्यो चलोस्, केही छैन। समझ रहे हो ना? नुन तेलसँगै भुटन पनि चलोस्, उहाँहरूको अझ तरकारी अचार पनि चलोस्, ठिकै छ। नैतिक निर्देशन बिना गोली चल्दैन, मान्छे मरिँदैन। अनि मान्छे मरेको छ, तपाईँ जला छुटाउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिनलाई म एकछिन लुक्दिएँ। लुक्न पनि उहाँ मकवानपुरको चन्दवनसम्म हेलिकप्टर चढेर जान्छ कोही, यो चाहिँ किन नसोधे? यो कुरा उहाँले जान्नुहुन्छ, तर उहाँको समर्थनमा आएको तपाईँ, उहाँको ढाल बनेर आएको तपाईँ, उहाँलाई छोड्नु पर्यो। उहाँ हत्यारो होइन भन्न आएको तपाईँ। काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश बिना मिल्छ भन्ने लेखेको छैन। तपाईँले मलाई संविधान पढाउनु भएको? होइन। म तपाईँलाई संविधान कसरी यस्तो 360 टर्न भयो? हिजो त्यही केपी ओली राजीनामा दिए भन्ने, हिजो त्यही तिम्रा छोराछोरी गाडीमा हाम्रा बाबुआमा खाडीमा भन्ने नारा लाउने मान्छे, भ्रष्टाचार अन्त गर, सुशासन कायम गर भन्ने मान्छे, अनि जो मान्छेमाथि यत्रो मान्छेहरू मारेको आरोप छ, तपाईँ जस्तै साथीहरू मारेको आरोप छ, उसैलाई पक्रिँदा कारवाही नगर भनेर तपाईँ सडकमा आउनुहुन्छ, गर्न चाहिँ के खोज्या? एक काम ढंग से नहीं कर सकता है तू, निकम्मा है साला, दफा हो जा। ठहर भाषा म सब कुरा गरिरहँदा छैन, तर म एकदम साइलेन्स भएको छु। किन भन्दाखेरि मलाई थाहा नै नभएको कुरा मलाई प्रश्न गर्दै हुनुहुन्छ। संवेदना खै तपाईँले केपी ओली संवेदना देखाउ त कहिले भने सुनिनँ मैले। हामीले प्रश्न चाहिँ गरेका छौँ उहाँलाई पनि यो कुरामा। कोठाभित्र बसेर के गर्नुभयो थाहा हुन्न भने केपी ओलीको अगाडिपट्टि बसेर चिया र बिस्कुट खाएर के भन्नुभयो हामीलाई थाहा हुन्छ? म एमालेको समर्थक त हो नि त। मबाट सुरुवात हुन्छ भने एमाले तपाईबाट सुरु हुँदैन, तपाईँ त एमालेको झोले हो नि। उहाँहरूको त नुन तेल नै भ्युजले नै घर चल्छ कि भन्ने पनि मलाई भइसक्यो। त्यो चलोस्, केही छैन। नुन तेलसँगै भुटन पनि चलोस्, उहाँहरूको अझ तरकारी अचार पनि चलोस्, ठिकै छ। एउटा चिज बुझाउँ हमेसा, बुझाउँछु ल। हजुर। सडकमा प्रहरी जान्छ सुरक्षाका लागि, हजुर, ठिक छ? ठिक छ। सुरक्षाका लागि त्यो प्रहरीको कमान्डर हुन्छ, डिएसपी हुन्छ होला, एसपी हुन्छ, एसएसपी हुन्छ होला, उसको पनि कमान्डर हुन्छ आइजिपी, आइजिपीको पनि लाइन मिनिस्ट्री हुन्छ गृह मन्त्रालय, गृह मन्त्रालयको पनि लाइन गभर्मेन्ट हुन्छ प्रधानमन्त्री। प्रधानमन्त्रीको प्रत्यक्ष अप्रत्यक्ष निर्देशन बिना, नैतिक निर्देशन बिना गोली चल्दैन, मान्छे मरिँदैन। अनि मान्छे मरेको छ, तपाईँ जला छुटाउनका लागि सडकमा नारा लाउन जानुभयो नि, उहाँले के भन्नुभयो थाहा छ? केटाकेटीहरूलाई खुसी बनाइदिनलाई म एकछिन लुक्दिएँ। लुक्न पनि उहाँ मकवानपुरको चन्दवनसम्म हेलिकप्टर चढेर जान्छ कोही, यो चाहिँ किन नसोधे? त्यो नारा लाउने बेला सोध्नु पर्दैन? किन चुप लाग्नुभयो? हामी त बोलेको बोलेछौँ, यो के गरिरहेछौँ त? सबैजना सडकमा गएर त्यही बिरुवा नै भाँच्ने हो? हामीसँग यस्तो धेरै कन्स्पिरेसी छ, यति धेरै कुरा छ भने कानुनी निकायसम्म पुगेन किन? कानुन नेताको हेर यहाँ खल्तीमा छ। अनि जो मान्छेमाथि यत्रो मान्छेहरू मारेको आरोप छ, तपाईँ जस्तै साथीहरू मारेको आरोप छ, उसैलाई पक्रिँदा कारवाही नगर भनेर तपाईँ सडकमा आउनुहुन्छ, गर्न चाहिँ के खोज्या तपाईँले? संरक्षण नगर्नु। भुटानी शरणार्थी प्रकरणका मान्छे संरक्षण कसले गरिरहेको थियो? तपाईँ ललिता निवास प्रकरणका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? गिरिबन्धु प्रकरणका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? वाइटबडी घोटालाका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? यी सबैको तपाईँ ओम्नीदेखि यतिसम्मको संरक्षण को गरिरहेको थियो? अनि
त्यही कुराको त हामी प्रश्न उठाउन गएका हौ नि। त्यो ठाउँमा त्यो भ्रष्टाचारको फाइल किन बन्द गरियो, किन खोलिएन, किन सार्वजनिक भएन, त्यो प्रश्नको विरुद्ध थियो नि त। त्यो क्वेसनहरू गर्नको लागि, भ्रष्टाचार विरुद्ध बल दिनको लागि। मैले भने नि, गलत भइरहेछ भने आफूले जसलाई आफन्त माने पनि, आफ्नो शीर्ष नेता माने पनि त्यो मान्छेको विरुद्ध उभिन सक्नुपर्छ। यही हो एमालेका मान्छेहरू गर्दैनन्। म एमालेको समर्थक त हो नि त। मबाट सुरुवात हुन्छ भने एमाले तपाईबाट सुरु हुँदैन, तपाईँ त एमालेको झोले हो नि, किनभने एमाले त झोले अभियानै चलाएको थियो नि। भोट चाहिँ हाल्नुभयो यो चुनावमा? हाले, भोट हाले। अब तपाईँको गोपनीयताको हक सुरक्षित राख्दै मलाई खुसुक्क भन्नुहोस् न, के चिन्हमा भोट हाल्नुभयो? अझ ज्ञात छ त्यो कुरा, मैले कसलाई हालेँ। भक्तपुर क्षेत्र नम्बर 2 हो। भक्तपुर क्षेत्र नम्बर 2 हो होइन? अब भनेपछि हजुरलाई थाहा छ त्यो कुरा। सूर्य चिन्हमा हाल्नुभयो? हजुर, सूर्य चिन्हमै हाले। थप गाली खानु हुने भयो। चल 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 गाड़ी स्टार्ट कर। त मुझे कुहिरेको भ्यू हो चिक्ने उसको आमालाई अस्ट्रेलिया पैदा गरेर चोदेर त मुझे को कागज हैन, सरकार हत्यारा होइन भन्न मिल्दैन। नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनै पर्छ है। तर काहीँ पनि संविधानमा चाहिँ प्रधानमन्त्रीले चाहिँ हजुरको आदेश दिन मिल्छ भन्ने लेखेको छैन। त्यो पनि हामीले जान्न जरुरी छ। त्यो बाहेक मेरो प्रश्न कस्तो थियो भन्दा, संविधान पढाउनु भएको हैन जेनजी आन्दोलन भनेको भ्रष्टाचार विरुद्ध थियो, न कि सरकार विरुद्ध। भ्रष्टाचार त भ्रष्टाचारले त सरकारले नै संरक्षण गरिरहेको हो। त्यही संरक्षण नगर्नु। भुटानी शरणार्थी प्रकरणका मान्छे संरक्षण कसले गरिरहेको थियो? तपाईँ ललिता निवास प्रकरणका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? गिरिबन्धु प्रकरणका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? वाइट बडी घोटालाका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? यी सबैको तपाईँ ओम्नीदेखि यतिसम्मको संरक्षण को गरिरहेको थियो? केपी ओलीलाई अस्पतालमा लिएर गएर राखेर छानबिन गर्दा तपाईँलाई पीडा भयो र सडकमा आएर सुदन गुरुङ हत्यारो सुदन गुरुङ राजीनामा दिए भन्नु पर्यो? समझ रहे हो आप? समझ रहे हो? गरीबहादुर कार्कीज्यूले कसरी छानबिन गर्नुभएको? त्यत्रो ठुल्ठुलो कुरा नजानुस् न, मेरो कुराको सिधा जवाब दिनुहोस् क्या। म नेताहरूसँग प्रश्न गर्दा 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 वाक्क भएको छु। हजुर, म सुगर खानुहुन्न भन्छु, उहाँहरू जेरी पकाएको पकाइ गर्नुहुन्छ। मलाई त्यस्तो जवाब चाहिएकै छैन, मलाई सिधा जवाब चाहिएको छ। तपाईँको जेनेरेसनसँग त झन् सिधा चाहिएको छ। तू समझा? हाँ नहीं, तू समझा नहीं। हजुर, तपाईँ जस्तै कलेज गएका विद्यार्थीहरू, ड्रेस लाएर गएका विद्यार्थीहरू होइन, उनीहरूलाई ताकी ताकी गोली हानेको छ। रसी खतिवडाको आमा देख्नु भयो होला नि, उहाँको आँखा त सांसद भएर जाँदा पनि कहिले ओभाएको हुँदैन नि, देख्नु भएको छ होइन? त्यस्ता धेरैका बोल्न नसक्ने आमा र बुवाहरू छन्। उनीहरूको पीडा चाहिँ तपाईँलाई पीडा भएन? केपी ओलीलाई अस्पतालमा लिएर गएर राखेर छानबिन गर्दा तपाईँलाई पीडा भयो र सडकमा आएर सुदन गुरुङ हत्यारो सुदन गुरुङ राजीनामा दिए भन्नु पर्यो? मैले बारम्बार आफू बलात्कृत भएको सिचुएसनहरू इमेजिन गर्नु बाध्य भयो। ल यार, यो नानी पनि डिप्रेसनको शिकार भएछ नि यार। चाको चुर्ना भन्ने औषधि खाएर सुत 2-4 दिन अब। मुझी बेलकी मुझी खसी र मासु भातमा चिक्ने ओ गजब हुन्छ मुझी। ये देना ये देना, मैं तेरे वास्ते नाची रे, देना। मैं भी नाचा, मेरे को दो।